स्टार्टअप कर्जाको लागि अप्लाई गर्न अब मात्र 19 दिन बाँकी छ है। हजुर, नेपाल सरकारले स्टार्टअप उद्यमहरूलाई 20 लाखसम्म बिना धितो 3% ब्याज दरमा कर्जा दिँदैछ। यसको लागि आवेदन दिने सूचना पनि प्रकाशित गरिसकेको छ। अनि धेरैले चाहिँ यो लोन आफै लिएर देखाउनु भनेर पनि कमेन्ट गर्नुभएको थियो। अर्थात् धेरैलाई शङ्का छ कि यो लोन तपाईँ हामीले पाउन सकिँदैन भनेर। शङ्का नहुनेहरू र इच्छुक व्यवसायहरूलाई हाम्रो साथ सहयोग र गाइडेन्स चाहिन्छ भने सिधै सम्पर्क गर्नुभए हुन्छ। तर फोन र WhatsAppमा चाहिँ धेरैजनाले एकैचोटि सम्पर्क गर्न खोज्नु भएको भएर हामीले सबैलाई रिप्लाई गर्न पाएको छैनौँ। तर यदि तपाईँ यो लोन साँच्चीकै पाउन चाहनुहुन्छ र सिधै सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रो खातापाना एप डाउनलोड गरेर त्यहाँबाट मेसेज गर्नुभयो भने तपाईँले सिधै खातापानाको फाउन्डरसँग कुरा गर्न सक्नुहुनेछ। खातापाना एप डाउनलोड गर्नको लागि प्ले स्टोरमा गएर खातापाना सर्च गरेर डाउनलोड गर्न सक्नुहुन्छ र एप खोल्ने बित्तिकै टक टु एक्सपर्टमा गएर तपाईँले डाइरेक्टली हामीलाई मेसेज गर्न सक्नुहुन्छ। हामीले चाहिँ यो वर्षको स्टार्टअप लोनको लागि अप्लाई गर्न चाहिँ मिल्दैन, किनभने हामीले अर्थात् खातापानाले 2081 सालमै यो लोन पाइसकेका छौँ र त्यो पनि 18 लाख। त्यही भएर हामी आफ्नो अनुभवको आधारमा भन्दैछौँ र हजुरहरूलाई पनि यो लोनको बारेमा जति सक्दो धेरै जानकारी दिन चाहन्छौँ। तर 18 लाख मात्रै किन 20 लाख किन पाउनु भएन त भन्ने जिज्ञासा पनि होला। तर यो सम्बन्धमा चाहिँ हामी आउने दिनहरूमा हामी हाम्रो सबै एक्सपिरियन्स सेयर गर्दै जानेछौँ। भिडियो मिस नगर्नको लागि खातापानालाई फलो गर्नुहोला र यो भिडियोलाई जति सक्दो सेयर पनि गर्नुहोला। अनि अब 19 दिन मात्र बाँकी भएकोले कसरी धेरैभन्दा धेरै लोन पाउने गरी अप्लाई गर्ने भनेर जान्नको लागि खातापाना एप डाउनलोड गरेर हाम्रो एक्सपर्टसँग सल्लाह र गाइडेन्स लिनुहोला।